मलाई एकदमै नराम्रो लागेको के भन्दाखेरिमा एउटा आमाले बच्चा बाटोमै जन्माउनु भनेको कति लापरवाही, अब कसको लापरवाही भन्ने हो। अब प्राय जसो अहिले अब दुर्गम ठाउँतिर त छ, एकदम एकदम गाह्रो अवस्था त छ, तर पनि मैले के भन्न खोजेको भन्दाखेरिमा प्राय जसो गाउँपालिकामा स्वास्थ्य शाखा छ अहिले। त्यो स्वास्थ्य शाखा भनेको स्वास्थ्य मन्त्रालय बराबरको हो क्या। स्वास्थ्य मन्त्रालयले गर्ने काम गर्न सक्ने क्षमतावान अफिस हो हैन। अनि त्यो अफिसले त्योका स्वास्थ्य कर्मीहरू, त्यहाँका स्वास्थ्य कार्यालयहरू हैन, हस्पिटल हुन्, स्वास्थ्य केन्द्रहरू हुन्, स्वास्थ्य चौकीहरू हुन् हैन, तिनीहरू सबैलाई उसले निर्देशन यति गरेको हुन्छ कि त्यहाँ कसैले पनि हैन यसरी रोडमा बच्चा जन्माउनु होस् भनेको छैन। किन भनेको छैन भन्दाखेरिमा त्यहाँ एएनसी पिएनसी भन्ने हुन्छ, जानु स्वास्थ्य चौकीमा अथवा हस्पिटलमा। अब भिडी एक्सरे त सबै ठाउँ सम्भव छैन, तर पनि नर्मल्ली यस्ता चिजहरू गर्ने हाम्रो नर्सिङ स्टाफहरू हुन्छन् प्राय जसो, अनि हाम्रो अरू स्वास्थ्य कर्मीहरू पनि हुन्छन् है। त्यसले गर्दाखेरि त्यसरी पीडादायक अवस्थाको कतिसम्मको अवस्था होला त्यो हैन, त्यो बच्चालाई र त्यो आमालाई कति पीडा भएको होला हैन। कस्तोलाई एउटा सानो बच्चा जन्मिँदै आइसियु एनआइसियु मा राख्छ नर्मल्ली बच्चालाई त भनेपछि त्यो बच्चालाई कस्तो पीडा भयो होला, त्यो जो कि भित्र एकैचोटि बाटोमा जन्मिँदाखेरि त्यहाँको इन्भाइरोमेन्ट कस्तो थियो होला हैन। हो त्योसँग मैले एउटा के जोडिरहेको छु भन्दाखेरि मेरो ऊ बाबु चाहिँ गाउँमै जन्मेको, मेरै घरमा जन्मेको। अलि यतिसम्म मैले भन्न खोजेको कि आमालाई पीडा पनि जो त्यो गर्भवती डेलिभरी केस हुँदाखेरिको अवस्थालाई हेर्ने हो भने नर्मल्ली 6-7 घन्टा त हुन्छ क्या, अवश्य नै हुन्छ, गाह्रो नै हुन्छ, पीडा नै हुन्छ। तर त्यसरी धेरै एकदमै छिट्टै त्यो 15-20 मिनटमा बच्चा जन्मिने भन्ने चाहिँ छैन हैन। तर कसरी भन्दाखेरिमा ऊ बाबुको केसमा के भएको थियो भन्दाखेरिमा ऊ अहिले 12 वर्ष कटेर 13 वर्षमा लागिसकेको अवस्था, 2070 सालमा जन्मेको बाबु हैन।